एभ्रिवान वेलकम टु माई फर्स्ट ब्लग है मेरो नाम चाहिँ शर्मा आज मैले फर्स्ट स्टार्ट गर्दैछु ब्लग बनाउनु लागि यसमा अब तपाईँहरूले केही गल्तीहरू भए सिकाइदिनु होला कमेन्ट गरिदिनु होला है आज चाहिँ म चाहिँ दार्जिलिङ बस्छु अन्त आज चाहिँ म दार्जिलिङको भ्यू अलिकति चौरस्ताको देखाउनु स्टार्ट गर्दैछु त्यसमा केही गल्तीहरू भयो मैले बोल्नु जान्ने सिकाइदिनु है तपाईँहरूले यो चाहिँ म चाहिँ जाँदैछु चौरस्ता यो चाहिँ बाटोदेखि स्टार्ट गर्दैछु मैले ब्लग हेरिदिनु होला है अलिकति स्केप गर्दै बनाएको छु मैले किनभने अब त्यो लामो छ त यो बाटो हिँड्ने त्यसले गर्दा अब सबै बाटो देखाउँदा पनि तल्छी हुन्छ हेर्नेहरूलाई हजुरहरूलाई त्यही भएर यो सबै देखाउनु यो चाहिँ चौरस्ता पुग्नु आँटेको यहाँ चौरस्ताको छेउमा चाहिँ सबै दोकानहरू खुल्ला हुन्छ नि त यो चाहिँ सधैँ खुल्ला हुन्छ तल मेन मार्केटतिर बजारतिर चाहिँ बन्द हुन्छ नि त सबै सन्डे हुन्छ थर्सडे हुन्छ त्यसले गर्दा आज बन्द छ नि त आज दिन पनि एकदम राम्रो भइरहेछ अब बर्खाको टाइममा एकदम पानी गरेकोले गर्दा आज अलिकति खुलेको छ त्यो पनि पगे स्टार्ट हुँदैछ एकछिनमा पानी पर्छ यो हेर्नुहोस् हाम्रो चौरस्ता मलाई चाहिँ ठाउँ एकदम मनपर्छ पिसफुल ठाउँ छ क्या यहाँनिर त्यसले गर्दा मेरो मनपर्ने प्लेस यो चाहिँ मेरो छोरी यता हेर मेरो सबैभन्दा ठुलो दिदीको छोरी है हजुरहरूलाई कस्तो लाग्छ कमेन्ट गरिदिनु होला यो चाहिँ टुरिस्ट प्लेस हो त त्यसले गर्दाखेरि म्याक्सिमम टुरिस्टहरू हुनुहुन्छ